बेंगलुरुको सम्पूर्ण सङ्घ संस्था अनि मण्डलीहरूको सहमतिमा अल नेपाली सोसाइटीको नामकरण गरिएको छ। अल नेपाली सोसाइटीको नामकरण गरिनेको पछिको कारण के हो? सम्पूर्ण सङ्घ संस्थाका दिग्गजहरूसँग यस विषयमा कुराकानी गर्नेछौँ। आजका यस सभामा उपस्थित रहनुभएका संस्थाका सम्पूर्ण अग्रजहरूलाई नमस्कार। अनि के हो भने चाहिँ तपाईँहरूको यो जुन चाहिँ यो बेङ्गलोरमा जुन चाहिँ एउटा गतिविधिहरू जुन चाहिँ घटनाहरू घटिरहेको थियो है, त्यस विषयमा बेङ्गलोरको धेरैवटा सङ्घ संस्थाहरू भएर पहिलो चरणको मिटिङ तपाईँहरूले कोरबङ्गलाको रिसेटमा राख्नुभएको थियो। त्यहाँ पनि त्यसको नतिजा केही आएन। फेरि दोस्रो चरणको मिटिङ पनि त्यही राख्नुभएको थियो। दोस्रो चरणमा पनि केही नतिजा आएन होइन। र आज तेस्रो चरणको मिटिङमा पास्टर तिमोथीज्यूको घरमा तपाईँहरूले एउटा डिसिसन लिनुभएको छ। त्यो डिसिसन चाहिँ होइन, हाम्रो आजको यो सभाको सञ्चालन पेनियाबाट आउनुभएको है, जसले चाहिँ गोर्खा समाजलाई रिप्रेजेन्ट गर्नुहुन्छ है, आजको सञ्चालनमै हुनुहुन्छ है। अलिकति आजको विषयमा के कस्तो सबैको सहमति बन्यो, तपाईँले कुरा राखिदिनुहोस् सर यहाँनिर। हुन्छ, नमस्ते, जय गोर्खा। विशेष यो अल नेपाली सोसाइटी भनेर आज नामकरण गरेर है यो एउटा सङ्गठन खडा गर्नुको अर्थ चाहिँ के हो भनेदेखि हाम्रो जति पनि देश प्रदेशमा विदेशमा भारतभरि छरिएका गोर्खाहरूको संरक्षण गर्ने र उनीहरूको एउटा सेफ्टीको लागि यो हामीले अल नेपाली सोसाइटी भनेर एउटा हामीले संस्थाको नामकरण गरेका छौँ। विशेष यो संस्था एउटा यस्तो संस्था हो कि तपाईँले यो नसोच्नुहोस्, यो संस्थाले हरेक चिज खोज्नु सक्छ, हरेक चिज गर्न सक्छ, आफ्नो जाति, आफ्नो संस्कृति, आफ्नो हर कुरोको लागि। यहाँनिर आज हामी हरेक सङ्घ संस्था, राजनीतिक दल, मण्डली सबै मिलेर नै यो एउटा संस्थालाई खडा गर्ने काम गरेका छौँ। र यसमा तपाईँहरू जतिजना पनि उपस्थित हुनुभयो त्यसमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद। र विशेष यो संस्थाको आउँदो काम चाहिँ के हुन्छ भनेदेखि हाम्रो मान्छेमा जागरुक र चेतना ल्याउने। यो होइन कि हस्पिटल मात्रै जाने, त्यो मान्छेलाई दुःख पऱ्यो त्यहाँनिर डोनेसन उठाएर जाने, त्यो होइन। यसको धेरैवटा कामहरू हुन्छ र हाम्रो जातिलाई, हाम्रो भाषालाई, हाम्रो संस्कृतिलाई कसरी संरक्षण गर्ने, यो विषयहरूमा पनि हाम्रो धेरै नै लडाइँहरू हुन्छ। यही एउटा संस्थाले लडाइँ लड्नेछ भन्ने म आशा राख्छु। र भविष्यमा यस्तै प्रकारले आजको जुन चाहिँ यो सभाले निर्णय लिएको छ कि हाम्रो जीवन सरलाई कन्भेनरसिप गरिदिनुहोस् भनेर उहाँले कन्भेनरसिप गरेर उहाँको कन्भेनरसिपमा चाहिँ उहाँले यसलाई चाहिँ एकदमै सफलतापूर्वक अगाडि बढाएर है हर जग्गा यसको संरक्षण गर्नुहुन्छ भन्ने म आशा व्यक्त गर्दछु। के अरे अहिले जुन चाहिँ तपाईँले नयाँ यो छाता सङ्गठन है, यसमा चाहिँ मेम्बरहरू कता कताबाट चाहिँ आएको छ, अलिकति मेम्बरहरूको भनिदिनुहोस् न। हुन्छ, यो हाम्रो चाहिँ अब के छ भनेदेखि अहिले यहाँनिर हामी जति यो आजको सभामा उपस्थित भएको छौँ यहाँबाट मात्रै हामीले एउटा मेम्बर सेलेक्सन गरेको छौँ। र नेप इन्डिया फाउन्डेसनबाट हाम्रो निर्मला म्याडम र साहिल सर हुनुहुन्छ, र गोर्खा एकता समाजबाट हाम्रो सलिम सर र रिन्चेन सर हुनुहुन्छ, र गोर्खा जनमुक्ति मोर्चा कर्नाटक बेङ्गलोर शाखाबाट हाम्रो अजय सर र एलबी सर हुनुहुन्छ, र नेपाली युनाइटेड चर्चबाट हाम्रो राजु सर र राज सर हुनुहुन्छ, र एसबिजिएस सचेत भारतीय गोर्खा समाजबाट हाम्रो जीवन सर र मनोज गुरुङ हुनुहुन्छ है। र म यहाँबाट यो पनि भन्न चाहन्छु कि अन्य समाजहरू आज जसले पनि हेर्नु हुँदैछ, यो समाजमा जोड्नु हुनेहरू हुनु इच्छा होइन, इच्छा हुनु पर्यो। किनकि यो मेरो लागि होइन, तपाईँको लागि होइन, हामी नेपालीको लागि यो एउटा सङ्गठन तयार गरेका हौँ। यसमा इच्छा हुनु पर्यो। सम्पूर्ण सङ्घ संस्थाहरू आएर जोडिएर आफ्नो आफ्नो नाम दर्ता गरेर यो सङ्गठनलाई एकदम बृहत रूपमा लाने म आशा गर्दछु। हुन्छ, धेरै धेरै धन्यवाद तपाईँहरू सम्पूर्णलाई। हुन्छ, धन्यवाद, थ्याङ्क यू।